नेपाली काङ्ग्रेसी केन्द्रीय सदस्य नानु बास्तोला। नमस्कार नमस्कार। के छ हालखबर, आराम हुनुहुन्छ? आराम छु। तपाईँलाई भेट्ने बित्तिकै मेरो प्रश्न सोधिहाल्छु। आज चाहिँ अब सबैभन्दा ठुलो दल नसोधे हुँदैन। सबैभन्दा ठुलो दल राष्ट्रपाले बोलाएको सर्वदलीय बैठकमा अनि तपाईँको पार्टी सभापति उपसभापतिहरू महामन्त्रीहरू किन नगएका? हाम्रो त लोकतन्त्रको लागि लड्नु भएको, लामो समय सङ्घर्ष गर्नुभएको संसदीय दलको नेता नै जानुभएको छ नि। अनि सभापति उपसभापतिहरू नजानुपर्ने कारण? होइन, संसदीय दलको नेता भनेपछि उहाँ नेता नै हो नि, काङ्ग्रेसको नेता जो गए पनि हुन्छ नि। विशेष गरेर आज हाउस सम्बन्धी कुरा भएको कारणले गर्दा संसदीय दलको नेता नै आफै जानुभएको छ, उहाँ नै काफी हुनुहुन्छ। रवि लामिछानेले बोलाएको के जाने भन्ने यो पुरानो तुस त होइन? अहिले कतिपय कुरा सङ्ख्या घट्यो होला नेपाली काङ्ग्रेसको, तर लिडिङ पार्टी हो नि त। लिडिङ पार्टीको एउटा नेता जानुभएको छ, त्यो पनि संसदीय दलको नेता जानुभएको छ। त्यो नौलो विषय। त्यहाँ एउटा इन्ट्रेस्टिङ कुरा के भएको छ भने रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा जवाफ दिन जानुहुन्न, त्यसको सट्टा परराष्ट्र मन्त्रीले जवाफ दिनुहुन्छ। उहाँको जवाफमा चित्त नबुझे म जवाफ दिन्छु भन्नुभएको छ होइन? यो कस्तो लाग्यो जवाफ सुन्दाखेरि? अचम्म पनि लाग्यो, यसो न्युज सुने हाँस पनि उठ्यो। तपाईँले कुनै कुरा मिस्टेक गर्नुभयो भने मैले जवाफ दिएर हुन्छ र? प्रधानमन्त्रीसँग राखिएका विषयवस्तुहरू छन्, सम्बन्धित विषयवस्तुहरू छन्, जुन संसदको कार्यविधि अन्तर्गत रहेका कुराहरू छन्, त्यसको जवाफ पार्टी सभापतिले दिने भन्ने यो अचम्मको विषय हो। उहाँहरू नयाँ भन्नुहुन्छ, नयाँ कुरा ल्याउनुहुन्छ होइन। अर्को कुरा, संसदको रोस्टमबाट बोल्नुभएको छ प्रधानमन्त्रीज्यू, त्यसको जवाफ पनि त प्रतिपक्षले मागिरहेको छ नि, आम नेपाली जनताले मागिरहेको छ र भनिदिनु पर्यो। त्यही संसदहरूबाट निर्वाचित हुनुभएको प्रधानमन्त्री होइन र? त्यो भएर मलाई पनि अचम्म लागिरहेछ। रवि लामिछानेज्यू आफै किन डराइरहनु भएको छ? पार्टी सभापति हो, उहाँले त प्रश्न गर्न सक्नु पर्यो नि त, ल्याएर संसदको रोस्टरमा फेरि पनि उभाउन सक्नुपर्ने थियो, तर त्यो हास्यास्पद विषय उठाउनु भयो, त्यसैले त्यो चाहिँ मान्य हुने छैन। हस्, थ्याङ्क यू।